फेपुला मलाई त चिन्नुहुन्छ होला नि त टिकटक युट्युबमा देखिरहन्छ। आजको चाहिँ मेरो मिनी भ्लगमा वेलकम छ हजुरहरूलाई। म पनि सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। आजको मौसम चाहिँ एकदम राम्रो छ यतातिर चाहिँ। आजको मौसम चाहिँ एकदम राम्रो छ, हेर्नुहोस् होला। यस्तो छ आजको मौसम चाहिँ, बिहान बिहान एकदम शीतल छ। नभए चाहिँ बिहान बिहान चाहिँ एकदम चर्को घाम लागेर बस्नै सक्दैन बिहान पनि है। आजको मौसम चाहिँ एकदम राम्रो छ यता चाहिँ। हजुरहरूको कस्तो छ भनिदिनुहोस् होला। हरियालीहरू छ, हेर्नुहोस् होला। धानहरू पाक्न लागेको छ, यस्तो छ। आकाशहरू पनि यस्तो भएको छ, हेर्नुहोस् होला। हाम्रो चाहिँ पानी पर्न लागेको जस्तो। अघि न चाहिँ एकदम शीतल मौसम थियो, अहिले चाहिँ हाम्रो गाउँमा सिमसिम सिमसिम पानी झरिरह, हेर्नुहोस् होला। यस्तो पानी पानी परिरह अहिले चाहिँ सिमसिम सिमसिम। यहाँ हेर्नुहोस् होला, आज चाहिँ पानी परेको कस्तो। अघि न चाहिँ हाम्रो गाउँमा चाहिँ एकदम शीतल मौसम थियो है। अहिले त घाम चर्केर झन् दिउँसो भएपछि त कति गर्मी हुन्छ नि यता, भन्न पनि सक्दैन कि। हजुरहरूको कस्तो गाइज? आज चाहिँ हाम्रो घरमा आदेशको बाजे कति दिनपछि आउनुभएछ। सन्चै हुनुहुन्छ आदेशको बाजे? सन्चै छ, बिसन्चै पनि छ, सन्चै पनि छ। अनि आज चाहिँ कहाँबाट आउनुभयो तपाईँ हाम्रो घर? त्यही भएर पानी परेको थियो है, सिमसिम सिमसिम। आदेशको बाजे आउन रहेछ अनि त्यही भएर पानी परेछ हाम्रो घरमा चाहिँ, गाउँतिर चाहिँ। अघि न चाहिँ पानी परेर पनि उभाएर पनि खानासाना खाएर म चाहिँ ममको घर जान लागेको छ। अहिले ममको घर बसिरहेको कुर्सीमा, उतातिर चाहिँ सुर्ती झुन्डाएको छ। यसो छ हाम्रो ममको घर चाहिँ। अब चाहिँ एकछिनमा म स्मृति घर जाने। अघि नै भनेको थिएँ नि म स्मृति घरमा जान्छ भनेर। स्मृति घर पनि आइसक्यो, हेर्नुहोस् होला। यस्तो छ गाइस। म चाहिँ खाना पकाएर बसिरहेको। अब चाहिँ नेक्स्ट भ्लग आउँछ पछि।